नै आउँ। हुन्छ बाबा, त्यो भइहाल्छ नि। दिन र रात मेहनत गरेर पढ्नु र पढाइ बाहेक कहीँ ध्यान नगर्नु, तल आइएस हुनैपर्छ। हो नानी, तेरो बाबा आइएस, म आइएस, अब तँलाई पनि हुनैपर्छ, नभए समाजले के भन्छ? गीता गीत नबजाउनु नि त्यहाँ। तँलाई महिनामा जति पैसा चाहिन्छ त्यो पाउनेछस्। ल अब हामी गएको, राम्ररी पढ्नु र याद राख, तँलाई आइएस हुनैपर्छ। हुन्छ बाबा, त्यो भइहाल्छ नि। बाई 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 बाई। नभए त तपाईँ के गर्नु? आफ्नो जमिन बेचेर मैले तँलाई पढ्न खोजेको। राम्रो पढ्नु, ठुलो मान्छे हुनु, अफिसर भएर नै आउनु। भाइ, बाबाले के भनेर सुनिरहेको? बाबाले हेर तँलाई यत्रो दुःख गरेर यहाँ यत्रो ठुलो कोचिङ सेन्टरमा पढाएको छ, जमिन बेची तँलाई यहाँ पठाएको छ। तैँले त्यो कुरा याद राख्नु, बाबाको नाम रोसन गर्नु, अन्त राम्रोसित पढेर ठुलो अफिसर हो है भाइ। हुन्छ दिदी, हुन्छ बाबा, म तपाईँहरूलाई गर्व गराउने छु। अनि जुन त्यो बेचेको जमिन छ त्यो म फिर्ता ल्याउने छु। र अब हामी जान्छौँ, बत्ती छोड्न लाग्यो। ल भाइ, राम्रोसित बस्नु, खानु, टाइममा उठ्नु, पढ्नु, यता बेसी उता नगर्नु। बाबाले चाहिँ उसलाई के गर्छ त्यो ध्यानमा राख्नु है भाइ। कहिले नै छिटो आइज, फेरि बादमा सुत्नु पर्ला। ओ साथी, भयो एडमिसन? भयो नि हौ मेरो। नमस्ते, तपाईँहरू एडमिसनको लागि आउनुभएको हो? म पनि एडमिसनको लागि आएको हो नि। भयो त एडमिसन? हजुर भयो, तपाईँहरूको पनि भयो होला नि? राम्रो भयो त नि। म चाहिँ मिरिकबाट हो। मेरो नाम सुशान्त हो। तपाईँहरूले आफ्नो नाम भन्नु भएन? तपाईँहरूले मेरो नाम पायल। अब हामी कतिजना साथी हुनुपर्छ ल। अब हाम्रो यहाँ कोही त छैन, सबै मिलेर बस्नुपर्छ। ल अब हाम्रो सबैजना आफ्नो रुम है, सबैजना ट्राभल गरेर होला। भोलि कोचिङमा त भेट हुने नै हो है? हजुर, हुन्छ, बाई। हेलो अहिले दिनमा त आज मैले ढिलो भएछ त होइन ढिलो भएको छैन, सरलाई सुन्नु भएको छ। ए हो, यहाँ छ नि अब। ए ल गुड मर्निङ सर। सबैजना सन्चै होला? हजुर सर। चिनाजाना हुँदै गर्छ सर, चिनाजाना जान्छ, किनभने हाम्रो सिलेबस ठुलो भएको कारणले गर्दा अब तिमीहरूलाई पढाउनु पर्ने के भन्छ हाम्रो इन्डियन सिलेबस हेर्दा त्यसमा हिस्ट्रीबाट एन्सियन्ट मिडिभल र मोडर्न इन्डियन हिस्ट्री हो। हजुर सर। अन्त इन्डियन नेसनल मुभमेन्ट र आउँछ वर्ल्ड हिस्ट्री, सोसियल इस्युज। बुझ्यो? र आजको लागि चाहिएको र आजको लागि म पढाइदिएको छु र के आउँछ त्यो पनि बताइदिएको छु। अनि अब पढ्ने काम चाहिँ तिमीहरू। हुन्छ सर। आज कति राम्रो क्लास भयो नि, सर कसै राम्रो हुँदो रहेछ। मैले त सबै बुझेँ, तिमीले बुझ्यौ? गरम त गरम छ नि,
मधेसमा त गरम नै हुन्छ म त पसिना पसिना भइसकेँ जाउँ न मैले पनि त्यही सोच्दै थिएँ जाउँ घुम्न ल ल त्यसो जानु र हामीले घरको मान्छे दिएको होइन मलाई नि हामीलाई त खासमा पढ्नु पठाउनु भएको हो के हो के हो ल ल ल ल म हारिल जाउँ न त अन्त घुम्नु जाउँ आफ्नो मुटुभरि गम लाग्ने 7 दिन हो मेरो बतुली भरि नच्ने दालचिन हो बारी बारी बढ्छ दालचिन हो सबै चिज छ मसँग आऊ पिकनिक्समा भनेर बोलाए भन्दा अलि ताता छ आफ्नो मन भन्ने ताको पुग्दैन पटमा मुटु भरि भरिन भतुली नाचिन् आरामले पछाउँछ आऊ पिकनिक्समा भोबो मेरो साथी आइसक्यो फादा माथि झर्नु पर्यो तारा माथि तिर्खाल्यो जाँदैछ भेटभरि भतुली नाचिन् हो तालको पछाडि बस्छु म आऊ पिकनिक्समा मेरो मुटुभरि नाच्ने दालचिन हो मेरो भतुली भरि नाच्ने दालचिन हो आरामले पछाउँछ आऊ पिकनिक्समा आरामले पछाउँछ आऊ पिकनिक्समा भोबो मेरो अन्त आज मजा आयो है साथीहरू आज मजा पनि आयो तर थाक्यो पनि पुरा फेरि अर्को पालि जानुपर्छ नि है ल साथी अर्को वर्ष अर्को वर्ष के भन्छ हौ यो मान्छेले होइन अर्को महिना अर्को महिना ल ए ल
बहुत ज्यादा हो भइसकेछ अम्बो 2 बजिसकेछ ला आज कोचिङ पनि छुट्टी भइसक्यो होला अब त आज पनि कोचिङ जानै पाइनँ पारालाई फोन गर्नु पर्यो अहिले फोनै उठाउँदैन मेघले कल गर्नु पर्यो प्रथमलाई फोन गर्नु पर्यो उसले चाहिँ उठाउँछ होला हेलो प्रथम हेलो साथी भन्नु अब आज तिमी कोचिङ गयौ हेर न म त भर्खर उठ्दैछु भर्खर आज त म टेस्ट भन्दै थियो ए उठेको छैन हेर न आज पनि क्लासै गर्नु पाएन आज म टेस्ट पनि गर्नु पाएन त्यही छ अर्को पालि गर्नुपर्छ नि ल ल ल ल ल ल प्रथम ल आज पनि क्लास भएन तिमी टेन्सन नलियो न हौ को बेला चाहिँ बाहिर आएर ट्राई गर्नु आइएसको त पनि आइएस कुनै किसिम होइन त त्यसो लाग्यो तिमी चाहिँ कोही बेला त हो नि साथीहरूसँग समय नै त बिताउनु पर्यो यही त हो हाम्रो उमेर हो त्यो सही कुरा हो एक बारको जुनी त हो मजा गरिहाल्नुपर्छ नि ल मेरो बिच सुनाऊ ल सुनाउ तिमीलाई गीत सम्झाइन देऊ पुरानो कथा तिमीले दिएको तिरस्कृतको व्यथा सम्झाइन देऊ पुरानो कथा तिमीले दिएको तिरस्कृतको व्यथा सम्झाइन देऊ बदलेको हाँसो पनि खुसी नदेऊ तिमीसँगै जिउने रहर पूरी गर्देऊ बदलेको हाँसो पनि खुसी नदेऊ तिमीसँगै जिउने रहर पूरी गर्देऊ बाँच्न देऊ मलाई बाँच्न देऊ मलाई सम्झाइन देऊ पुरानो कथा तिमीले दिएको तिरस्कृतको व्यथा सम्झाइन देऊ पिरतीको बाचाहरू साटन देऊ सधैँ सँगै तिम्रो माया साथ रहो पिरतीको बाचाहरू साटन देऊ सधैँ सँगै तिम्रो माया बोलिन देऊ बाँच्न देऊ मलाई बाँच्न देऊ मलाई सम्झाइन देऊ पुरानो कथा तिमीले दिएको तिरस्कृतको व्यथा सम्झाइन देऊ
के गर्नु आमा बाउले गर्दा आइएस अफिसर हो मलाई आइएस अफिसरले भन्नुहुन्छ तर के गर्नु मलाई त रुचि यसमै छ ए त्यस्तो पो हो मेरो पनि के छौ तिम्रो चाहिँ भन न आमाले जबरजस्ती बेसी गर भन्छ बेसी गरेन भने बिहा गर्ने भन्नुभएको छ मलाई बिहे गर्ने भन्छ मलाई त अन्त तिमीहरू चाहिँ के छौ भने आफ्नो दुःख आफै गरेर हो नभन्नु भन्नु अफिसको बाटोमा ल पेट भर्नु आउनुहोस् ल ल बेसी गफ भयो अब भैबाट खाना पनि खान्छ ल त्यसो सेकेन्डमा पनि हामी सबै सुरु गरेको होस् सोधो सेकेन्ड अटेम्पमा ध्यान दिनुपर्छ नि त भइहाल्छ नि हेलो दिदी योपालि पनि म असफल भएँ योपालि पनि मेरो रिजल्ट राम्रो आएन दिदी तर म कसम खाएर भन्छु दिदी अब आउने यो मेरो लास्ट एटेम्पमा म अफिसर भएर नै आउँछु बाबासँग बोल्ने मेरो आँट पनि छैन दिदी म अफिसर भएर आउँछु दिदी बाबालाई भनिदिनु है म अफिसर भएर आउँदैछु भनेर हो छोरा योपालि पनि भएन है तेरो अब तेरो पैसा बन्द अब लास्ट अटेम्पमा पनि भएन भने चाहिँ म बिर्सिन्छु कि तँ मेरो छोरा हो भनेर हेलो आमा होइन आमा प्लिज मलाई एकखेप चान्स दिनु म फेरि ट्राई गर्नेछु प्लिज आमा हुन्छ आमा औ साँच्चै नै मेहनत चाहिँ कोही हो मिनिट त बिमार भइरहेको छ अरे हामी त यो एसेम्बलीमा पनि फेल भएछौँ अब लास्ट एक्जाम मात्रै बाँकी छ ए भन्नुभयो यो हामीले धेरै केयरलेस गर्नु सक्यो हो निसी भयो अब यो साथीसँग यो साथीसँग टुर गर्दा आज त्यस्तो नभएर साथी अब सबैजना मिलेर पढ्नुपर्छ ए त्यो त अब केही हुँदैन अब कोही साथी हुँदैन जीवनमा के गर्छ भने त्यसै गर्नुपर्छ आफ्नै जीवनसम्म अब कोही साथी हुँदैन हेर साथी हो अभिषेकले जे भन्यो सही भन्यो हामीलाई घरबाट दुःख गरेर पढ्नु पठाएको हामीले घरको मान्छेलाई धोका दिएर पढ्नु बाहेक सबै थोक गरिसकिनु हामीलाई फ्युचरमा केही बनिनु छ भने हामी एक्लो हुनु नै पर्छ ल नमोरी बाटे दैवले साथै फेरि भेटौँला लागे म सुशान्त अभिषेकले ठिकै भन्यो म पनि जाउँ मैले बाबाको दुःख बिर्सिनु हुँदैन अनि दिदीको त्याग पनि म नै त हो उनीहरूको आशा सहारा मैले पढ्नु नै पर्छ म आइएस बनिनु नै पर्छ
तेरो गया गर्दा गए थाकी सरके हारी सरके कस्तो बाटो सिलगढीको फाइल हो के भयो तपाईँलाई? तिमीलाई थाहा छ मैले कोचिङ सिलगढीबाट नि गरेको हो नि। ए होला हो नि। सर त्यो तपाईँको साथीहरू थियो उनीहरू पनि आइएसकै पोस्टमा हुनुहुन्छ? खै कुनि त हामी नभेटेको 10 वर्ष भइसक्यो। उनीहरू के गर्दैछ कसो गर्छ केही थाहा नै छैन। तपाईँहरू परम मित्र हुनुहुन्थ्यो? हामीहरू मर्न पनि तयार एकअर्काको लागि अन्त मार्न पनि तयार एकअर्काको लागि। अनि त्यस्तो भए तपाईँलाई उनको याद आउँदैन? यादको त कुरा नगर। हरेक टिकमा म उनीहरूलाई याद गर्छु। सर म एउटा आइडिया दिउँ तपाईँलाई? देऊ न त देऊ के आइडिया। तपाईँहरू गेट टुगेदर गर्नु न तपाईँलाई बोलाउनु नभए जिन्दगीभर रिग्रेट हुन्छ किन तिमीले राम्रो आइडिया दियौ। अब म अहिले नै सबैलाई मेसेज गरिहाल्छु कि 10 वर्ष अघिको हाम्रो वाट्सएप ग्रुप छ त्यो ग्रुपमा चाहिँ म भन्छु सबैलाई कि हामी भेटौँ भनेर। खै आउँछ कि आउँदैन कोसिस चाहिँ गरौँ। ल धेरै धेरै धन्यवाद छ तिमीलाई। राम्रोसँगले जाऊ है अनि धन्यवाद छ तिमीलाई। हेलो सुन्नुहोस् न तपाईँ सुशान्त हो? हजुर हो त। पायल ए पायल कस्तो छौ तिमी? पुरा बदलेछौ त। मलाई मात्रै नभन न तिमी पुरा बदलेछौ त। ए हो र? गिटारसँग छ मतलब एउटै केटा हुन सक्छ। प्रथम यस हाय ए तिमी त झन् राम्रो पो भइसौ। मलाई चिन्यौ के? किन नचिन्यो? तिमी त पायल होइन? अनि म? तिमी त मेरो प्रिय मित्र छ नि, किन नचिन्यो? हामी पनि आइपुगेँ साथी हो। ए आऊ तिमीहरूकै प्रतीक्षामा चाहिँ कति वर्ष बाद भेट भयो है हामी? सुनमा हिँड्दाको भेटेको कहाँ हुन्थ्यो? खुसीको आँसु हो यो लाटा। 10 वर्ष बाद भएको छ तर भेट भएको एक हप्ता मिल्ला नि हो अन्त साथीहरू। भन्न त अब तिमीहरू सबैजना तिमीहरूले के गर्दैछौ? पहिला तिमी भन लुटी। म त प्रोफेसर हो नि दिल्ली युनिभर्सिटीको। वाह 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 म त आइएएस अफिसर नै भएँ नि। आफै आफ्नो सपना पुरा गरिखायो नि। अनि तिमी प्रथम चाहिँ? म त भगवानको आशीर्वाद इन्डियाको टप 10 सिङ्गर मध्ये एक भएँ नि हौ। अन्त तिमी चाहिँ पायो? मैले त बिजनेसै गरेँ नि। मेरो अहिले आफ्नै बिजनेस छ हो। अन्त म टप 10 इन्टरनेसनल बिजनेसम्यानमा एकमा आउँछु। अन्त तिमी चाहिँ के गर्दैछौ? म त ए जाने भनेपछि हामी सबैले आफ्नो करियरमा निकै राम्रो गरेछौँ नि। खुसी लाग्यो सुनेर फेरि भेट भयौँ है।